हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब च्यानल गाइज। आज चाहिँ आफू त यसै पनि मासु लभर पर्यो। खसीको खुट्टा अस्ति त होइन, हिजो लिएर आउनुभएको रहेछ घरमा बुवाले होइन। आज त्यो खुट्टा पोलपाल गरेर होइन खुट्टाको सुप बनाएर खाने। गाइज लास्टसम्म हेर्नु है त। तपाईँ पनि यदि मासु लभर हो भने यो भिडियो लास्टसम्म हेर्नु। सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गर्नु। है त गाइज, यस्तै एक्साइटिङ भिडियोहरू हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गरेर बेल आइकनलाई थिचेर राख्नु है त गाइज। म आज लोकल खसीको खुट्टा पोलेर होइन त्यसलाई काटेर काट काटेर प्रेसर कुकरमा सिटी लगाएर सुप बनाएर खानेछौँ है त गाइज। भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो एकदम एक्साइटिङ छ है। अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। गाइज मैले चाहिँ होइन आगो बालिसकेँ। अब खुट्टा त आगोमा पोल्नु पर्यो, हुन त ग्यासमा पोल्दा नि हुन्छ है गाइज। ग्यासमा भन्दा अब आगोमा पोलेको सही हुन्छ। तर अलिकति गर्मी छ कि गर्मी त गर्मी नै हुन्छ गर्मीमा। तर पनि आगो मैले बालिसकेको छु। यो आगोमा मजाले खुट्टा पोल्छु है। हेर्दै गर्नु होला गाइज, तपाईँहरूलाई पनि म देखाउँछु है त। इन्जोय गर्नुहोस् गाइज। गाइज खुट्टा चाहिँ यही हो होइन। हल्का डिप फ्रिजमा राखेको थियो। अहिले यो फ्रोजन टाइपको भएछ। हिजो ल्याएको थियो फ्रेस हो। अब बाहिर राख्दा बिग्रिहाल्छ। हिजो मासु पनि थियो, मासु भएको कारणले खुट्टा खाइएन होइन। डिप फ्रिजमा राख्नुभएको रहेछ। डिप फ्रिजमा राख्दा नि केही भएन होइन। अलिकति पोलपोल गरेपछि यसको आइस गइहाल्छ। यसको खुरसुर निकालेपछि है। अब यस्तो गाइज, अब मासु लभर मान्छे अलिकति मासुको बास्नै मात्र आयो भने नि काफी हुन्छ गाइज। खुट्टा यही हो। यो आगोमा यसलाई अलिअलि भएको रौँहरू पोलेर खुर निकालेर है गर्दाखेरि दामी हुन्छ है गाइज। दामी। अब 15-20 मिनटमा खुट्टा पोल्छु गाइज होइन। खुट्टा यहाँ तल भइगयो। यहाँ आगो बलिरहेको छ गर्नु। अब अलिकति गर्मी त गर्मी छ गाइज होइन। तराईको गर्मीको मौसम फेरि है। अब त्यो खुट्टा त छोड्नु भएन, मासु त छोड्नु भयो त भएन नि त। गर्मी सहेर पनि मासु चाहिँ खाने हो है। खुट्टा पोलौँ। यहाँ एक चिम्टा छ, अलिकति खोक्नु पर्ने हुन्छ है। बाफुलिरहेको छ चिसो डिप फ्रिजमा भएर बाफुल्दैछ। खुट्टा निकाल्नुपर्छ। बयर बोको रहेछ क्या हो। होइन सानो बनाउनु हुँदैन, पाक्दैन। अलिक सानो बनाउनु क्या, धेरै ठुलो भयो। Kakak pul deh anak mau ya. खुट्टा पोलेर सक्यो, काटकुट पनि भयो यहाँ। अब यसलाई रस बनाएर सुप बनाएर खानुपर्ने हुन्छ गाइज।
फाइनली खुट्टा पोलेर सिद्धियो काटकुट हुँदैछ त्यो बाहिर यसलाई भएर व्यवस्था गर्नुपर्छ पोलपाल गरेर पकाएर सिटी लगाएर 10 सिटी लगाएर खुट्टाको लागि मसला हो खुट्टाको लागि मजाले मसला दलेर माडमुड पारेर खानालाई मालिस गरेर मिठो हुन्छ कि बा भनेर मुन्टा छ यहाँ मुन्टा कसले खान्छ हो मासु भएको दिन यही हो आजको सितन गाइज भातको सितन यही हो भातसँग टक्क सितन सप्राक सितन कति सिटीमा पाक्छ हेर खुसी अनुहार चम्केको मासु भरेर तलल्ल छ त हो मासु भन्ने बित्तिकै घरिलो छ त अनुहार त टमाटर कटिङ त्यहाँ छ यहाँ घरको लोकल मसला अनि यहाँ छँदैछ गोरे अरे खसे हेर अनुहार झलल बलेको मम्मी चाहिँ गाइज बन्दैछ खसीको खुट्टा बन्दैछ यहाँ यो मसलाहरू घरको अर्ग्यानिक मसला यहाँ छ नि अर्ग्यानिक त के भन्नु किनेर ल्याएको हो बजारमा घरमा बनाएको भने घरमै बनाएको हो नि कालो कालो छ मैले पोलेको गाइज अलिअलि डढेछ अलिअलि तितो आउँछ होला तर पाकेपछि मासु अलिअलि तितो आयो पनि केही फरक पर्दैन होइन अरू पो तितो हुन्छ त मासु त फरक पर्दैन तितो आयो पनि हेर बास्ना आएको अब एकछिन मरमसला भुटभाट गरेर होइन गाइस बिर्को लाग्छ यहाँ त्यसपछि 8-10 सिटी पाक्छ यो अनि मात्रै ठिक हुन्छ अब यो अलिअलि तेलमा भुटभाट गरेर मरमसला अलिअलि पाकिसकेपछि हल्का पानी हालेर 8-10 सिटी लागिसकेपछि त्यो रेडी टु इट हुन्छ बास्ना खुट्टा पाकेर रेडी छ गाइस यहाँ खुट्टा किन खाने धनियाँ थिएन धनियाँ हाल न खुट्टा रेडी छ गाइस अब खाने बेला भयो अनि हामी चाहिँ मासु भात खान पर्खेको म खान्न बुवा मलाई नहाल्नु है मलाई मिठो त छ कि मिठो नभएर होइन त किन अब हड्डी कहाँबाट ल्याउनु अब खुट्टा रेडी भयो खानाको लागि अब खाना सुरु भयो म खुवाइदिँदैछु त हौ खा सुषमा खाइहाल्छु
सानो छ त बटुको त कान्छी अलिक टाउको अलिक सिधा बनाएर खा मोबाइल बन्द गरेर एकछिन मोबाइल 24 घण्टा मोबाइल कस्तो रहेछ सुस्मा मिठो छ लाई के गोबर गणेशहरूलाई के मिठो छ भने एउटा मासु खान मासु तोड नछन् न एउटै त हो खान लगाएछ खसीको खुट्टा चाहिँ हामीले खायौँ मिठो हो मजा आयो खसीको खुट्टा खान मिठो भएछ सोचे जस्तै मिठो भएछ गाइज होइन खसीको खुट्टा एकदम मिठो यस्तो अँध्यारो ब्राइटनेस पुगेन गाइज मेरोमा है खसीको खुट्टा मिठो भयो मजाले खाइयो सबै मिलेर सपरिवार एकदम रमाइलो भयो होइन गाइज अब भिडियो म गाइज आजको भिडियो म यहीँ इन गर्छु यतिन्जेलसम्म मेरो भ्लग हेरेर अन्तिमसम्म भ्लग हेरेर साथ दिनुभएकोमा माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई फेरि पनि अरू पनि मेरो भिडियोहरू आइ नै हाल्छ अरू भिडियो पनि हेरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई है त गाइज टिल देन टेक केयर बाई बाई सी यू गाइज गड ब्लेस यू अल